नेपाल घर भएको हाल जापान बस्ने तामाङ विकज र तामाङ सङ्गीता दम्पति जेन्की ग्रुपमा काम गर्छौँ। हामी छोरी र भतिजासँग जापानमा बस्छौँ। हामी आफ्नो काम नजिकै बस्छौँ। साइकलबाट काममा पुग्न लगभग 20 मिनेट लाग्छ। हामी हाल साइतामा प्रिफेक्चरको साइतामा सिटीको नर्सिङ केयरमा काम गर्दैछौँ। म तामाङ विकज एक प्रमाणित हेरचाह कार्यकर्तालाई सेन्सर प्राप्त हो र म बिहानै दिउँसो र ढिलो सिफ्टहरूका लागि लिडरको रूपमा काम गर्छु। म चाहिँ पहिले कोरिया जाऊँ कि भनेर पनि सोचेको थिएँ। जापानमा साथी भएको भएर जापानमा भएको साथीलाई सोद्धाखेरि जापानमा आऊ भन्ने कुरा चाहिँ भयो। त्यसपछि जापानिज भाषा पढेँ। अस्ट्रेलिया अनि युरोप अथवा अमेरिका जानलाई गाह्रो छ भने जापान आउन सजिलो थियो। त्यही भएर मैले यो जापानमा आउने कुरा रोजेँ। त्यसपछि यहाँ आएपछि काम पनि टन्नै छ। म आउँदा स्टुडेन्टमा आएको हो। स्टुडेन्टमा आउँदा तपाईँको हर हप्तामा 28 घन्टाभन्दा काम गर्न पाउँदैन। अनि तर त्यतिखेर चाहिँ तपाईँले 28 घन्टा मामुरो गरेर तपाईँ कम्पनीमा छिर्नु भएपछि चाहिँ तपाईँको भविष्य राम्रो छ। आउनुहोला जापानमा काम गर्नुहोला, त्यही भन्न चाहन्छु। धेरै विदेशी प्रशिक्षार्थीहरू नर्सिङ हेरचाह योग्यताहरू प्राप्त गर्नका लागि यस व्यावसायिक विद्यालयमा अध्ययन गर्दैछन्। जापानी भाषा सिक्न जापानी भाषा स्कुल। तामाङ सङ्गीतासँग नर्सिङ केयर योग्यता छैन, तर उनी सहायक कार्यको जिम्मेवारीमा छिन्।
तामाङ संगीताको मुस्कान र हँसिलो अनुहार छ। उहाँ कम्पनीमा लोकप्रिय व्यक्ति हुनुहुन्छ। मेरो पुरा जापानमा भएर अनि म चाहिँ जापानी नै चाहिएको जापानीमै लाग्छ जापानको कामको राम्रो पक्ष चाहिँ एक नम्बरमा स्यालेरी राम्रो छ, 2 नम्बरमा स्यालेरी टाइममा आउँछ, 3 नम्बरमा फर्स्टमा काम गर्ने बेलामा पहिलाको मान्छेले पछि आउने मान्छेलाई राम्रोसँग सिकाउँछ, त्यही राम्रो लाग्छ। जापानमा काम गर्दा चाहिँ 1 नम्बरमा उनको भाषाको समस्या हुन्छ, 2 नम्बरमा खान्जी, अनि कतिखेर के गर्यो कस्तो गर्यो के खायो भन्ने सबै लेख्नुपर्ने हुन्छ। अनि त्यही भएर चाहिँ खान्जी र भाषै हो मेन समस्या चाहिँ, अरू त त्यस्तो केही गाह्रो लाग्दैन मलाई चाहिँ।やっぱりお国を出てここに来てらっしゃるのかしら。真面目ですし頑張ってらっしゃいますね。一生懸命日本語も覚えてくれて、もう優しくしてくれて、一人一人介護の仕方が違うんですよね。皆さんそれよく覚えてやってくださいます。親がやってくれないようなことまでね、ちゃんとやってくれるんですよね。だからもう本当に毎日生きがいを感じてます。本当にね、優しくよく覚えてくれるんですよ。だから親だってね、子供だってやってくれないことをやってくれてるんです。だから本当に私、時々話してね、涙ぐむ時もあります。一緒に話してね。優しいです。インドの方が辛いんだ。美味しいよ。カレーと焼き鳥丼。豚丼も美味しい。もう超真面目で一生懸命頑張ってくれてます。みんな職員さんとかご利用者様思いです。どんどん質問してくるし、分かるまで、質問してます。してくれてますよ、全然。छुट्टीको दिनमा परिवार जापानमा जीवनको आनन्द लिइरहेको देखिन्छ।
मेरो भविष्यको उद्देश्य चाहिँ अहिले यहाँ सकेको मेहनत गरेर अनि नेपालमा फर्केर आफ्नै घर बनाएर अनि आफ्नै मन लागेको बिजनेस गर्नु मन छ त्यही हो। मेरो चाहिँ अब मेरो भविष्यको उद्देश्य चाहिँ अब जापानमा आएर यो खाएको सम्बन्धी काम गरेँ, त्यो सम्बन्धी कोही ज्ञान प्राप्त गरेँ। अनि यहाँ प्राप्त गरेको ज्ञान चाहिँ म नेपालमा गएर आफैले जापानमा जस्तो बुढाबुढी हेरचाह गर्ने एउटा रोजगार के भन्छ ओल्ड एज होम खोलेर सञ्चालन गर्ने इच्छा छ। के हुन्छ हेरौँ। जापान आउन चाहनुहुनेले चाहिँ 1 नम्बरमा भाषा राम्रोसँग भाषा सिकेर आउनुहोस्। भाषा भएन भने तपाईँहरूले यहाँ अरू भाषा चल्दैन नि त। अरू भाषा नचलेपछि तपाईँहरूलाई गाह्रो हुनसक्छ। गाह्रो हुन्छ नै। अब हस्पिटल ट्रान्सपोर्टेसनदेखि लिएर सबैमा त्यो अङ्क मात्रै युज हुन्छ, यहाँ अरू भाषा युज हुँदैन। त्यही भएर 1 नम्बरमा भाषा सिकेर आउनुहोस्। अनि 2 नम्बरमा त त्यही अब विदेश भएपछि अलिकति फ्यामिलीबाट टाढा हुन्छ। अब त्यो आत्मबल बढाएर आउनुहोस्। अनि यहाँ आउनु भइसकेपछि चाहिँ अब यहाँको जीवनशैली देखेर चाहिँ तपाईँहरू चाहिँ ऊ चाहिँ हुनुहुन्न, पक्कै पनि खुसी नै हुनुहुन्छ होला। म पनि खुसी छु, कामबाट नि खुसी छु। यहाँको जीवनशैली पनि मलाई ठिक लाग्छ। त्यही भएर आउन चाहनुहुनेहरूले चाहिँ आउनुहोस्, पर्खिरहेको छौँ। तपाईँहरू जापानमा आउनुहोस्, यो केयर नर्सिङको काम गर्नुहोस्। यो काम चाहिँ भिजा राम्ररी पाउँछ। अनि त्यसपछि तपाईँहरूले यो काम चाहिँ जापानमा मान्छेको अभाव धेरै भएकोले काम जता गए पनि काम धेरै छ। तपाईँहरूले यो खाएको हाम्रो खाइसा कम्पनीमा यो खाइगोको काम केयर नर्सिङ काम छान्नु होला। यहाँ आउनुभयो भने जापानिजहरू चाहिँ बुढाबुढीहरूले चाहिँ तपाईँहरूले जापानिज भाषा सिक्ने चान्स पनि धेरै पाउनुहुन्छ। उहाँहरूसँग कुरा गर्दाखेरि जापानिजमै गर्नुपर्ने हुन्छ। त्यहाँबाट तपाईँहरूले जापानिजहरू धेरै सिक्न सक्नुहुन्छ। त्यही हो, तपाईँहरूले यहाँ आउनुभयो भने जापानिज भाषा अनि कामको टेन्सन हुँदैन। पैसा पनि कामको टेन्सन नभएपछि हरेक महिना तपाईँहरूले पैसा पनि राम्रोसँग पाउनुहुन्छ। अनि यहाँ भएको जापानिज साथीहरूबाट तपाईँको केही अप्ठ्यारो पर्दाखेरि तपाईँहरूलाई सहयोग पनि प्राप्त हुन्छ। जापानमा आउनुहोस्, खाएको काम छान्नुहोस् अनि गाम्बाते गर्नुहोस्। माते मास पर्खिरहेछौँ, आउनु होला।